Hello everybody, welcome back to my channel. This is Nisagar and you are watching Songs Tutorial on the topic called How to Sing. And how to sing the song of the day is actually मलाई यो गीतको पनि एकदम पहिलेदेखिबाट रिक्वेस्टहरू आइरहेको थियो। मलाई मेसेन्जरमा, व्हाट्सएपमा, इन्स्टामा मेसेजहरू आइरहेको थियो अनि कमेन्टमा पनि मलाई यो गीतको लेसनको लागि कमेन्टहरू आइरहेको हुनाले चाहिँ आज चाहिँ मैले हाम्रो मन्त्र ब्यान्डको सधैँ सधैँ भन्ने गीत लिएर उपस्थित भइसकेको छु। सो विदाउट वेस्टिङ एनी मोर टाइम लेट्स गो फर इट। आजको हाम्रो यस लेसनको यो सधैँ सधैँ भन्ने गीतको बारेमा थोरै संक्षिप्त जानकारी दिनुपर्दा चाहिँ एक्चुअली यो गीत सम्पूर्णलाई प्रायः चाहिँ सबैलाई हाम्रो यो पहिलेदेखिबाट एकदमै एभर ग्रिन सङ हो। पक्कै पनि लिरिक्सहरू प्रायः जस्तो सम्पूर्णलाई यादै होला। सो हामी लिरिक्स भन्दा पनि यस गीतमा अब मेन कुन तरिकाले गाइएको छ, कसरी गाइएको छ, नोट्सहरू कस्तो किसिमको प्रयोग गरिएको छ त्यो मेन कुरालाई चाहिँ मध्यनजर गर्दै यस गीत अगाडि बढाउन गइरहेको छु। सो यसमा चाहिँ खास गरी हाम्रो हाई नोट्स छ, हाम्रो अन्तरा पछिको हाई नोट्सहरू एकदम हाई नोट्स छन्। त्यसमा अब कुन किसिमका स्वरहरू प्रयोग गरेको छ र हाम्रो शब्द सुरुमै उठेको शब्दहरूमा कुन किसिमको नोटहरू कसरी प्रयोग गरिएको छ, कसरी गाइएको छ, हामी एक एक ब्रेकडाउन गर्दै अगाडि बढ्नेछौँ। एक्चुअली यो गीत चाहिँ मैले सी मेजर स्केलमा रहेर यसको नोटहरू तयार गरेको छु भने यसमा हाम्रो हाई नोट भन्दाखेरि तार शब्दको रेसम्म हाई नोट प्रयोग भएको छन् भने यसमा हाम्रो लोवर नोटको प्रयोग गर्नुपर्दा सा निसम्म चाहिँ यसको मन्त्र शब्दको निसम्म चाहिँ यसको स्वरहरू प्रयोग गरिएको छ। सो अब हामी यस गीतलाई सुन्दै अनि प्ले गर्दै पज गर्दै हामी यसलाई ब्रेकडाउन गर्दै अगाडि बढ्नेछौँ। सो लेट्स गो फर इट। ओके गाइज, यो गीतको स्टार्टिङ चाहिँ यस किसिमले एक किसिमको मनै आनन्द हुने खालको म्युजिक छ, यस किसिमले सुरुवात गरिएको छ। सो हामी यस गीतलाई चाहिँ अब यसरी नै एक ब्याकग्राउन्डमा हामी यसरी सुन्दै अनि यसलाई पज गर्दै त्यो शब्दहरूलाई ब्रेकडाउन गर्दै अगाडि बढ्नेछौँ। सो हामी अब अलिकति अगाडि बढौँ। यस गीतलाई लङ म्युजिक सबै सुनेर बस्दाखेरि चाहिँ हाम्रो लेसन अझै लामो हुने कारणले गर्दा थोरै अगाडि बढाउन चाहे यसलाई शब्दमा जाउँ सिधै। सधैँ सधैँ आइरहन्छ। सो अब हामी यसलाई ब्रेकडाउन गर्नलाई एकछिन हामी पज गर्नेछौँ। सो सुरुमै हाम्रो शब्दहरू छन् सधैँ सधैँ आइरहन्छ तिम्रा यादहरू। अब यसलाई हामीले कसरी गाइएको छ यस गीतमा भन्दाखेरि सधैँ गरेर गाइएको छ। सधैँ त्यहाँ हल्का फर्स्टमै सधैँ भन्ने शब्दमा फर्स्टमा नै यसमा हाम्रो घोष नोट प्रयोग गरेको छ। सधैँ गरेर भेरबेटो छ, 3 चोटि जस्तो भेरबेटो छ। गरेगा यस्तो टाइपले गरेगा सधैँ गरेर यसरी गाइएको छ। अनि त्यसको लगतै फेरि सधैँ भनेको छ। परेगा यसरी गाइएको छ। परेगा एकैचोटि परेगा हाई नोट सधैँ गरेर यसरी गाइएको छ। सुरुको नर्मल छ सधैँ अनि अर्को चाहिँ सधैँ परे गरे यस्तो किसिमले गाइएको छ। अब त्यसको लगतै अनि आइरहन्छ। अब आई सानी पधरे नोट्स भयो। सानी पधरे भनेर भेरबेटो छ हल्का, त्यहाँनिर 3 चोटि जस्तो भेरबेटो छ। अनि तिम्रो यादहरू यसरी गाइएको छ। तिमीलाई तिम्रा भन्ने शब्दलाई चाहिँ अलिकति त्यहाँ खेलाइएको छ। तिम्रो गरेर गाइएको छ। तिम गरेर परे रे म गरे यसरी गाइएको छ। नोट चाहिँ तिम भनेर तिम गरेर मलाई तानिएको छ। तिम अलिकति तानेको जस्तो टाइपले गाइएको छ। अनि तिम यसरी गाइएको छ। तिम्रो यसरी गाइएको छ। तिम्रो रो गरेर तानिएको छ, अलिकति रो गरेर तानिएको छ। अनि यादहरू याद अलिकति यादमा पनि तानिएको छ। यादहरू गरेर चाहिँ रुमा चाहिँ भेरबेटी दिएको छ। सो एकचोटि सुनौँ हामी यसलाई। सधैँ सधैँ आइरहन्छ
गाइएको छ तिम्रो यादहरू त्यसरी गाएको छ तिम्रो अलिकति तानेको छ रो गरेर तानेको छ अनि याद याद गरेर तानेको छ अनि हरू गरेर गाइएको छ सो नेक्स्ट एक्लै गुनगुनाउँछ अब यसलाई ब्रेकडाउन गरौँ यो मन गरेर गाइएको छ यो मन यसरी यो मन नलाई चाहिँ मन भन्दाखेरि सफ्टली एकदम मायाले मन गरेर गाइएको छ एकचोटि हामी सुनौँ त यो मन गरेर गाइएको छ यो मन नलाई चाहिँ अलिकति तल झारेर भेरी दिएको छ यो मन गरेर गाइएको छ अनि अब एक्लै यहाँ पनि घोष नोट प्रयोग गरेको छ एक भनेर एक भयो अनि लै गरेर गाइएको छ एक्लै गरेर यसरी गाइएको छ लै घोष नोट यो मन गरेर भेरी अनि एक्लै गरेर यसरी गाइएको छ लै गाइएको छ गुनगुनाउँछ गुन गरेर यसरी गाएको छ गुन गरेर तान्ने अलिकति गरेर अनि गुन अनि हुन उन टाइपको गुनाउँछ गुनाउँछ चारचोटि भेट छ गुनाउँछ गरेर गाइएको छ अनि अलिकति अतीत भन्ने शब्दलाई चाहिँ अतीतका यसरी गाइएको छ एकचोटि अतीत भन्ने शब्दलाई चाहिँ अति गरेर अतिलाई तानेको छ अति गरेर अलिकति तानेको जस्तो अनि हित यसरी गाएको छ का एकचोटि का गरेर यसरी जोडिएको छ यसमा नि घोष नोट प्रयोग गरेको छ अतीतका यसरी गाएको छ तुका यसरी अतीतका यसरी गाइएको छ अतीतका गरेर भेट दिएको छ एकचोटि सुनौ क्लियरली अतीतका यसरी गाइएको छ अतीतका अनि अतीतका अनि हल्का भेट जस्तो का दुईचोटि मात्रै भेट ती धुनहरू भन्दाखेरि चाहिँ हमा अलिकति तानिएको छ हरू गरेर भेट रुमा चाहिँ भेट दिएको छ हरू अतीतका ती धुनहरू हरू गरेर भेट गरिएको छ सो नेक्स्ट पर्खिरहे अब कति तडपे कति अलिकति त्यहाँनिर दुईचोटि भेट छ कति भन्दाखेरि चाहिँ कलाई छुट्याउने अनि तीलाई छुट्याएर गाएको छ एकचोटि कति भनेर गाइएको छैन कि कति यसरी गाएको छ कति अलिकति भेट जस्तो छ तीमा चाहिँ कति तडपे तीनचोटि भेट यसरी कति तडपे एकचोटि फेरि सुनौ कति हो कति ती दुईचोटि ती यस्तो टाइपको छ कति तडपे तीनचोटि छ ते यसरी अनि पर्खिरहे यसरी पर्खिरहे एकचोटि सुनौ फेरि
अनि पर्खिरहे गरेछ पर्खिरहे यसरी गरेछ कति तडपे पर्खिरहे पर्खिरहे यसलाई फास्ट गर्दाखेरि कति तडपे पर्खिरहे यसरी गाइएको छ रहे भन्दाखेरि चाहिँ हे माथि गएर नोट हे अलिकति फेरि स्ट्रेट तानेर अनि गरेर तानेको भेटभेट दिएको छ पर्खिरहे गरेर यसरी गाइएको छ एकचोटि सुनौ फास्ट गर्दाखेरि पर्खिरहे खासमा हे यसरी गाइएको छ यसलाई नि फास्ट गर्दाखेरि चाहिँ पर्खिरहे गरेर यसरी हे गरेर यसरी गाइएको छ नेक्स्ट अब फर्की तिमी आएनौ यसरी सजिलो छ यसमा गम पा सा यसरी गाएको छ फर्की तिमी आएनौ फर्की तिमी आएनौ गम पा सा यसरी गाइएको छ अनि नेक्स्ट छ वेदनामा गीत यसरी गीत कोरे कोरे यसरी गाएछ यसलाई ब्रेकडाउन गरौँ अब हामी वेदनामा फर्की तिमी सरी दुईचोटि रिपिट रहेछ यो होइन तिमी आएनौ वेदनामा गीत कोरे गीत गीत कोरे वेदनामा रेगमामा भयो नोट्स वेदनामा गीत यसरी गाइएको छ त एकैचोटि रेगमामा प यसरी गाइएको छ वेदनामा गीत गीत टाइपले म प गएको छ कोरे कोरे यसरी गाइएको छ कोरे गरे कोरे भनेको चाहिँ वेदनामा गीत कोरे भनेको चाहिँ को अनि रे ए गरेर यसरी त्यसलाई नै फास्ट गर्थे कोरे गरेर गाएँ कोरे गरेर भेटभेट दिएको छ वेदनामा गीत कोरे कोरे गरेर गाइएको छ अब नेक्स्ट फर्की तिमी आएनौ यसरी गाएको छ अगाडिको सेम सिम्पल छ फर्की तिमी आएनौ फर्की तिमी आएनौ यसरी गाएको छ नौ घोष नोट प्रयोग गरेको छ अनि भेटभेट दिएको छ फर्की तिमी आएनौ नौ नौ घोष नोट गरेर यसरी गाइएको छ घोष नोट गरेर यसरी गाइएको छ भेटभेट दिएर फर्की तिमी आएनौ यसरी गाइएको छ अनि अब वेदनामा गीत कोरे यसरी गाएको छ वेदनामा नर्मल छ यो वेदनामा रेगमामा नोट्स भयो गीत कोरे कोरे यसमा नि घोष नोट टच गरेको छ जस्तै एकचोटि सुनौ गीत कोरे गीत यसरी दुईचोटि टाइपको छ वेदनामा गीत कोरे गीत गीत त यस्तो टाइपले गाउनु होला वेदनामा गीत कोरे छ कोरे यसरी गाइएको रहेछ कोरे कोरे गरेर अलिकति हल्का सट्ट तानेको जस्तो अनि कोरे यसरी गाइएको छ कोरे यसरी गाइएको छ एकचोटि सुनौ
गीत कोरे 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 यसरी गाएको छ वेदनामा गीत कोरे कोरे यसरी गाएको छ नेक्स्ट यो गीत मेरो अब सुनिदेऊ सुनिदेऊ एकचोटि सुनौँ फेरि सिम्पल छ लोवर नोटमा छ सानिध यसरी गाएको छ सानिध सानिनिध सानिध भन्ने चाहिँ हाम्रो मन्त्र शब्दको निध स्वर नोट्स प्रयोग गरेको छ सानिध मध्य शब्दको सा र मन्त्र शब्दको निध तल नोट झरेको छ मन्त्र शब्दमा छोएको छ एकचोटि फेरि सुनौँ वेदनामा गीत कोरे सुनिदेऊ सुनिदेऊ यसरी गाएको छ सुनि त्यहाँ इ दुईटा इ टाइपको छ त्यसमा हल्का सुनि सुनिदेऊ सुनिदेऊ हल्का त्यो भ्रेबेटो हो कि टाइपको छ ठ्याक्कै त्यो एकदमै भ्रेबेटो सुनिने होइन कि सुनिदेऊ यसरी यस्तो किसिमले गाएको छ सुनिदेऊ यो गीत परेरे ग यस्तो टाइपले गाइस यो गीत अब यो गीत यसमा नि घोष नोटको प्रयोग गरेको छ यो गीत यसरी गाएको छ त अनि एकैचोटि जोडेको छ यो गीत यो गीत यो गीत मेरो यसरी गाएको छ सुनिदेऊ सुनिदेऊ यो गीत मेरो मेरो गरेर अलिकति मेला ताने जस्तो एकचोटि सुनौ यो गीत मेरो यसरी गाएर चाहिँ निसा मेरो गरेर अनि भेरभेर दिएको रहेछ निसा नेक्स्ट सुनौ अब अमर रहोस् रहोस् भेरभेर दिएको छ 3 चोटि जति त्यसमा अब यो प्रे स्ट्रेट ताने भ्राइब्रेटो छैन त्यसमा कुनै भ्राइब्रेटो छैन यो प्रे छैन कि प्रे स्ट्रेट छ एकचोटि सुनौ क्लियरली यो प्रे छ यो प्रेत हाम्रो यसरी गाएको छ प्रेत यसरी प्रीलाई चाहिँ स्ट्रेट तान्नु छ त्यहाँ भ्राइब्रेटो छैन त्यो प्रीमा चाहिँ त्यसरी सुनौ यो प्रेत यस्तो टाइपको छ है त्यहाँ सुर हल्लाको छ प्रेत यस्तो टाइपको बिचमा भ्राइब्रेटो छ फास्ट भ्राइब्रेटो छ त्यसमा चाहिँ यो प्रेत हाम्रो हाम्रो गरेर भ्राइब्रेटो दिएको छ अब यसमा अलिकति गलाको हरकत छ थोरै भ्राइब्रेटो अलिकति फास्ट हाम्रो भ्राइब्रेटो प्रयोग गरेको छ प्रेत प्रेत त अलि त्यसलाई अलिकति एक्सर्साइज गर्दा गर्दा चाहिँ फास्ट हुन्छ प्रेत त त यस्तो टाइपले गाइएको छ प्रेत प्रेत हाम्रो रो हाम्रो गरेर गाइएको छ एकचोटि सुनौँ त हाम्रो अमर रहोस् यो प्रेत हाम्रो यसरी अब यो त रह्यो गाइज हाम्रो यो सधैँ सधैँ भन्ने गीतको यो हाम्रो यसपछि चाहिँ हाम्रो ठ्याक्कै एक किसिमको यो हाम्रो अन्तरा स्थायी चाहिँ हाम्रो यहाँसम्म गाइएको छ त्यसपछि फेरि हाम्रो अन्तरा आउँछ अन्तरा पछि चाहिँ हाम्रो हाई नोट आउँछ एक्चुअली अब पछि आउने अन्तरा चाहिँ लगभग यही माथिकै प्याटर्नमा सेम छ शब्दहरू मात्रै फरक छ सेम नोट्समा सेम एकदम सेम छ कपी छ
अलिकति शब्दहरू चाहिँ फरक तरिकाले गाइएको छ। सो मैले यसपछिको अन्तरलाई चाहिँ कन्टिन्यू गर्न चाहिनँ, किनभने सेम छ, यहाँहरूले पनि शब्द पनि पक्कै पनि यहाँलाई पनि यादै होला। सो त्यसलाई चाहिँ आफैले मैले अहिले माथिको स्थायीको तरिकाले गाउन सिकाए अनुसार त्यही अनुसारको यहाँले नोट्स प्रयोग गरेर त्यही अनुसार गाउँदाखेरि पनि यो अब आउने अन्तरा चाहिँ पर्फेक्ट हुन जान्छ। सो यो त रह्यो हाम्रो सधैँ सधैँ भन्ने मन्त्र ब्यान्डको चाहिँ स्थायीको पार्ट। आशा छ यहाँहरूले यो गीतको यो आजको यस लेसनबाट यो गीत स्थायीको लेसनबाट चाहिँ केही न केही थोरै जानकारी लिनुभएको छ। सो अब हामी चाहिँ यस गीतको अन्तरातर्फ अर्को पार्टतर्फ अगाडि बढ्नेछौँ।